नेपालका सबै दाइ भाइहरूलाई नमस्कार। मलाई लागेको खुल्दुली अथवा चिन्ता जतिले रविलाई दुःख दिनु खोज्नु भएको छ, तपाईको पनि एक न एक दिन यस्तै गरी रुने अथवा चिन्ता विषय बस्नेछ। तपाईँ रविले जति हुन्छ कुनै नेता, कुनै पार्टी, कुनै कसैको आशा नगरेर तपाईँ बस्नुहोस्। जस्तै बाइबलमा लेखिएको छ, एक दिन मिल्ने समय हुन्छ, एक दिन फाड्ने समय हुन्छ, एक दिन दुःख पाउने समय हुन्छ, एक दिन सुख पाउने समय हुन्छ भन्ने छ। त्यसैले तपाईको लागि 77 जिल्लाका आम जनसमुदायले तपाईको चिन्ता भोग्ने जतिले तपाईको चिन्ता दुःख शोक मनाउने जतिसँग मोबाइल छैन, यदि मोबाइल हुनेसँग भिडियो गर्न जान्दैनन्, त्यसैले तपाईँ ढुक्क भएर बस्नुहोस्। 77 जिल्लाको मान्छे तपाईँतर्फ ओहिरो खुल्नेछन्, त्यसै दिन तपाईँलाई ल्याउनेछन्। केही चिन्ता नगरेर ढुक्कसँग बस्नुहोस्, केही आतिनु पर्दैन। तपाईँले भोग्नु भएको छ, अझै भोग्नु केही नमान्नुहोस्। तपाईँको लागि चिन्ता गरिरहेका छन्। एक न एक हामीले माओवादीको पीडा पनि भोग्यौँ, जेएनयूको आन्दोलन पनि देख्यौँ, हरेक कुरा पनि देख्यौँ। यो केही पनि होइन, साधारण जनता सातु बोकेर पिठो झाडामा, चामल झाडामा बोकेर पनि त्यो काठमाडौँमा नक्खु कारागारमा पुग्छन्। यो अवश्य पनि हो। तपाईँले चिन्ता नगरेर ढुक्कसँग बस्नुहोस्, कुनै कसैको आशा नगर्नुहोस्, कुनै मिडियमको पनि आशा नगर्नुहोस्। एक दिन तपाईँको लागि 77 जिल्लाको मान्छे तपाईँको लागि रुने, कराउने, चिन्ता गर्ने, शोक गर्ने, तपाईँको लागि कुरा ल्याउने बित्तिकै आँसु पोख्ने मान्छे बहुत छन्। तपाईँ ढुक्क बसेर बस्नुहोस् दाइ। त्यो दिन तपाईँको मुहार पनि देखिन्छ, त्यही दिन तपाईँलाई ल्याउनु पनि ल्याइन्छ र बाटोले बसाल्ने ठाउँमा बसाल्नु पनि बसालिन्छ। अरू केही चिन्ता नगर्नुहोस्, तपाईँको लागि परमेश्वर जिन्दा हुनुहुन्छ अनि अनावश्यक हटकटी खोल्ने र न्याय दिने परमेश्वर हुनुहुन्छ। तपाईँ ढुक्क भएर बस्नुहोस्। तपाईँ साथ दिने सारा 77 जिल्लाको मान्छे कुदिरहेको छ। त्यो एक दिन अवश्य दिन आउनेछ। तपाईँले चिन्ता नगर्नुहोस्। म पनि भक्ति थापाको वंश हुँ। भक्ति थापा, भिमेसन थापा, अमरसिंह थापाको वंश हुँ। जस्तै त्यो सूर्यबहादुर थापा भन्ने कुन वंश हो मलाई थाहा छैन, अनि त्यो गगन थापा कुन वंश हो मलाई थाहा छैन। हाम्रो वंश भइदिया भए सत्य तथ्य जस्तै राजा गिर्वाण युद्धलाई बचाएर झन्डा फरफराउने, हरेक बाटो ल्याएर चतुरै बाटो ल्याउने भीमेसन थापा, राजा गिर्वाण युद्धले भनेका थिए कि म मरे देश डुब्ने छैन, भीमेसन थापा मरे देश डुब्ने छ भनेर राजा गिर्वाण युद्धले भनेका थिए भने अरूले यही चाली चुकुलीले गर्दा उहाँको छोरो देवेन्द्र शाहलाई विष खुवाएर मार्यो भन्ने आरोप लाग्दाखेरिमा उहाँले त्यत्रो गर्दै पनि पछि जेलमा पढेर मुसलघाटमा लिएर देवेन्द्र शाहको पेटमा अपरेसन गर्दाखेरिमा केही नहुँदाखेरिमा घर गएर छोड्ने भन्दा उहाँले झ्यालको काँचाको सिसाले रेतेर मर्याएका छन्। त्यस्तो पनि नगर्नु होला, केही चिन्ता नगरेर बस्नु होला। हामी तपाईँको चिन्तामा कुदेका छौँ, बसेका छौँ, रोएका छौँ। केही चिन्ता नगर्नुहोस्। देशको लागि तपाईँ लड्नु भइहाल्छ, तपाईँको लागि हामी छौँ। लौ त रवि दाईलाई पनि, रवि दाईको पक्षलाई पनि सबैलाई नमस्कार र परमेश्वरलाई चिन्ने जतिलाई जय मासी, धन्यवाद।